ल स्वागत छ सबैजनालाई। आज हामी लमजुङ जिल्लामा रहेको पुरानकोट स्तूपा अवलोकन गर्न गइरहेका छौँ। करिब लमजुङको सदरमुकाम बेस सहरबाट 1 घण्टाको दूरीमा रहेको यस स्तूपा पुरानकोट स्तूपामा चाहिँ हामी अवलोकन गर्न गइरहेका छौँ र त्यहाँ नजिकै रहेको लमजुङ दरबार, पहिलेका लमजुङे राजाहरूको दरबार, लमजुङ दरबारको पनि अवलोकन गर्न गइरहेका छौँ। अहिले हामी बाटोमै आउने क्रममा चाहिँ यस्तो मनमोहक दृश्यहरू देख्न पाइरहेका छौँ र माथि स्तूपासम्म पुग्दाखेरि अझ राम्रो भ्यूहरू हेर्न पाउँछौँ भन्ने चाहिँ आशा छ। अन्तिमसम्म हेरेर साथ दिनुहोला। र यसरी हामी बाइकको यात्रा गर्दै गर्दाखेरि केही समय बाइकको यात्रा गरेर हामी बाइकलाई यति तल राखेर हिँड्ने प्रयास गरेका छौँ। बाइक पनि जाँदो रहेछ स्तूपासम्म। बाइकलाई यति राखेर केही समय हिँडौँ भनेर हामी हिँड्ने क्रममा चाहिँ बाइकको फोटोहरू पनि राम्रो रहेछ। एकातिर पलाउन थालेको छ। अनि यो सिडीहरू पनि एकदम राम्रो सिडीहरू रहेछ र केही माथि पुगिसकेपछि मन्दिर बनाइएको रहेछ। मन्दिरलाई हामी मन्दिरको दर्शन गरेर अलि अगाडि बढ्ने प्रयास गऱ्यौँ। अलिक थोरै अगाडि बढ्दाखेरि चाहिँ यहाँनिर एउटा गढी रहेछ। पहिले सीमा सुरक्षा गर्नको लागि चाहिँ गढी बनाइएको रहेछ र यो गढीमा दर्शन गरेर अवलोकन गरेर अब अगाडि यो चाहिँ साधन आउनको लागि चाहिँ बनाइएको बाटो रहेछ। अनि हाम्रो यता चाहिँ यसो ट्रेकिङ गरौँ, सिडीहरू चढौँ भनेर चढ्ने ठाउँहरू आउने बाटो पनि रहेछ। यो सिडी चढ्दाखेरि अझ बेटर राम्रो भयो। यो स्तूपा हाम्रो
स्तूपा एकदम राम्रो छ, डिजाइन पनि राम्रो रहेछ। यो बनाउन पनि उसले नै बनाइएको रहेछ, सिमेन्टेड रहेछ, मार्बल बिछाएर ट्याक्क एकदम राम्रो छ। बौद्धिस्ट धर्मावलम्बीहरूको लागि एकदम महत्त्वपूर्ण ठाउँ रहेछ। एकदम रमणीय, एकदम सोचेको भन्दा राम्रो ठाउँ रहेछ। हेर्नु त पुरै मार्बल लगाइएको छ। मौसम पनि एकदम च्यालेन्जिङ मौसम छ। हेर्नु त टक्क स्तूपबाट। अनि यता पनि रहेछ, यो के रहेछ केटा? त सिडीहरू रहेछन्। यहाँ पनि जहाँसम्म लाग्छ एउटा गढी चाहिँ एउटा गढी छ। एकछिनपछि जानेछौँ हामी। बेसर पालिकाहरू छ, ट्रस्टहरू सुरक्षाको लागि प्रतीक्षालयको रूपमा चाहिँ राखिएको छ। एकदम राम्रो ठाउँ। टक्क सिडी चढेर अझ टपमा गइन्छ। अब ल हेरौँ, ठाडै रहेछ बाटो त। ओहो, तल बाटो पनि देखिँदो रहेछ अलिअलि, तर उसैले अहिले देखिन सकेन। यो वैशाख जेठको समयमा यस्तो होस् लाग्ने भनेपछि इमेजिन गर्न सकियो कस्तो ठाउँ रहेछ भन्ने कुरा। बुद्ध भगवान् हुनुहुन्छ हाम्रो यता। अब स्तूपा भनेपछि त यतातिर यो ट्रेकिङ जाने बाटो रहेछ कि कता हो यो? गढीसडी जाने हो। अर्को बुद्धको स्तूपा छ, मन्दिर छ, मूर्ति छ। चारैतिर बुद्धको राखिएको रहेछ। ओहो, कस्तो खतरा आउँदै होस् त है। बेसर नगरपालिका अथवा बेसरको लमजुङको सदरमुकाम बेसर ट्याक्क देखिँदो रहेछ यहाँबाट। बेसीसरबाट करिब 1 घन्टाको दूरीमा रहेको यस स्तूपामा अवलोकन गर्नको लागि एकदम सहज छ। बाटो पनि त्यति गाह्रो छैन। केही लगभग 5-6 किलोमिटर जति चाहिँ बाटो पेच्छ, त्यसपछि चाहिँ अफरोड रहेछ। बाइकमा आउन पनि त्यस्तो साह्रो गाह्रो चाहिँ छैन, आउन सकिन्छ। र लमजुङ आउँदाखेरि एकदम छुटाउन नहुने ठाउँ चाहिँ यो स्तूपा पर्दो रहेछ। यसमा चाहिँ सकभर लमजुङ जिल्ला भ्रमण गरिसकेपछि तपाईँहरूले यो ठाउँमा चाहिँ एकपटक पुगेर जानु एकदम उचित हुनेछ। एकदम राम्रो छ। यो वैशाखको समयमा पनि यस्तो चिसो छ समय मौसम, अनि एकदम रमणीय वातावरण रहेछ। यसले Sorry for me, gonna just perfect story. You say you're
अहिले यस्तो घाम लाग्यो तलबाट चाहिँ हुस्सो आयो पुरानकोट होला नि हामी आएको के पुरानकोट स्तूप होइन यो हामी अघि च्यानल उति होइन त्यही होला त्यति त्यहाँबाट यहाँबाट यत्रो हुनु हो नि कता कता